वारी कुस्कोट पारी बाबला बिचमा बुढी गङ्गा, वारी कुस्कोट पारी बाबला बिचमा बुढी गङ्गा, यति राम्रो ठाउँमा आउँदा मन नै भयो चङ्गा। क्या राम्रो रहेछ नि हाम्रो सेरोफेरो। आज म चाहिँ आएको छु होइन, यो बाबला र कुस्कोट जोड्ने यो पुलमा आइसकेको छु। बिचमा छ एकदमै भव्य बुढीगङ्गा नदी छ। यो बुढीगङ्गा भनेको जो चाहिँ सेती नदीमा मिल्छ, सेती हुँदै कर्णाली मिल्छ, कर्णाली हुँदै घागरा हुँदै इन्डिया जान्छ। अनि यो ठाउँ एकदमै भव्य ठाउँ छ होइन। अब यतातिर चाहिँ यो मेरो मावली घर जाने बाटो हो है। यो मेरो मावली घर यो डाँडे हुँदै 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 कतिजना माथि जानुपर्छ होइन। आज म 10 वर्ष पहिला गएको थिएँ, आज भोलि गएको छैन। हेर्नुहोस् त्यहाँ गाउँमा पनि को छ छैनन्। अनि अब त्यस्तो हुँदा हुँदा यतातिर यो डाँडा कट्दै कट्दै माथितिर चाहिँ बाबला जाने बाटो हो। बाबला भनेको मेरो जन्म गाउँ हो होइन। अनि जो आज यो ठाउँमा आइरहँदाखेरि चाहिँ खुसीको फिल चाहिँ भइरहेको छ। धेरै पछि आएँ होइन। अनि यो नदी हेर्नुहोस् न कति विशाल छ, मजासँग बगिरहेछ। कर्णाली नदीको शाखा नदी हो होइन। लगातार अब यात्रामा भन्दा पनि गन्तव्यमा लगभग पुगिसक्यो होइन। तर अब घर जान मात्र बाँकी छ। घर जानुभन्दा पहिला यो नदी हेरेर जाउँ त भनेर चाहिँ यस्तो टक्क एउटा नदीको भ्यू लिँदै म चाहिँ यहाँ तपाईँलाई भिडियो खिचिरहेको छु। यसै तर्फबाट ब्लग बनाइरहेको छु। अनि यो बुढीगङ्गाको किनारमा चाहिँ बाबला र यो कुस्कोटको लागि चाहिँ एकदमै भव्य बजार लागिरहन्थ्यो पहिला होइन। थरी थरीका बजारहरू हुन्थ्यो क्या यहाँ चाहिँ। तर आजभोलि चाहिँ म तपाईँहरूलाई देखाउँछु नि, केही पनि छैन कि आजभोलि एकदम मान्छेहरू शून्य शून्य छ होइन। बजारहरू पनि त्यस्तो खासै लागेको छैन। एक दुईवटा बजार यो मात्र लागेको छ पसलहरू। उहाँ चाहिँ यो पसलको साउजी हुनुहुन्छ भने यो हो बुढाबगर बजार, जो बाबला र कुस्कोटको लागि 10 वर्ष पहिले एकदमै भव्य र प्रख्यात बजार थियो भने 10 वर्षपछि आएर अहिले एकदमै शून्य मौन रहेको अवस्थामा देखियो। यो बजारहरू सबै बन्द छ क्या। यहाँ त कपडा पसल यहीँ लाग्थ्यो होइन, होटलहरू यहीँ हुन्थे, अनि विभिन्न किसिमका चामलका पसलहरू यहीँ हुन्थ्यो होइन। खुद्रा, कस्मेटिक अनि डक्टरहरू, होटलहरू सबै किसिमका हुन्थ्यो। तर यहाँ हेर्नुहोस् त केही पनि छैन कि। बाबला भन्ने त्यत्रो विशाल गाउँको एउटा भव्य बजार थियो क्या। अनि कुस्कोट भन्ने एकदम ठुलो विशाल गाउँको भव्य बजार थियो क्या। तर अहिले यसको अवस्था हेर्नु न, आजभन्दा 10 वर्ष पहिला म आउँदाखेरि चाहिँ भयङ्कर भव्य र अनि एकदमै चमत्कारिक बजार थियो नि त। तर अहिले त्यस्तो केही छैन क्या। अनि यो भनेको एउटा परिवर्तन, जस्तो परिवर्तन होइन, परिवर्तन चाहिँ परिवर्तन। यात्राहरू आउँछ नि यतातिर चाहिँ टक्क आफ्नो गन्तव्यमा जान्छ नि। यहाँबाट गन्तव्य छुट्ने बाटो मात्र हो। अनि एउटा वर्ष यता आइरहेछ, अरू केही पनि छैन यतातिर खासै। अनि एक दुईवटा पसलहरू छन् क्या नास्ता यात्रुहरूको लागि चाहिँ, होटल सोटलको व्यवस्थाको लागि चाहिँ एक दुईवटा होटलहरू मात्र छ यतातिर चाहिँ। यो विगतको एकदम भव्य पसल थियो, भव्य बजार भनौँ न, पसल हुनु पनि। अनि तर अहिले चाहिँ एकदम शून्य शून्य छ क्या।